अस्तिको पालीमा यो माछाको नाम थाहा छैन भने तर यो माछालाई चाहिँ बैखी अथवा बुहारी माछा भन्ने रहेछ मैले मेरै कमेन्टमा हेरेको। यो माछाको करी बनाम त्यसको लागि कराईमा थोरै तेल, त्यसपछि जिरा धनियाँ कढीपत्ता अनि प्याज हालेर त्यसलाई रातो गरी भुटेपछि 2-3टा टमाटर फाइनली काटेर हालेँ। त्यसपछि त्यसमा गयो स्वादअनुसार नुन बेसार अनि यो चाहिँ माछाको की इन्ग्रिडियन्ट हो मसला। अनि त्यसपछि अर्को चाहिँ हुन्छ पिनेको सर्सौ र तोरी, त्यो पनि मैले छुट्टै पेस्ट बनाएर हालेँ। अनि सबै मरमसालालाई राम्रोसँग मिक्स गरेर त्यसमा थोरै पानी हालेर केही बेर छोपेर पकाउनुपर्छ। अनि यत्तिको मसला र तेल छुटिएपछि चाहिँ मसला पाकेको हुन्छ अनि त्यसमा माछा हालेर त्यसलाई उल्टाइ पार्ने भन्नाले अब सबै मसलामा मिक्स गर्ने। अनि यो माछा चाहिँ मैले फ्राई गरेर खाँदैन, मैले सुरुमा 3-4 चोटि फ्राई गरेर खाएको थिएँ, मलाई मन परेन। यसरी हेल्दी पनि हुन्छ मिठो नि हुन्छ, मैले पानीमै यसरी बोइल गरेर खाने हो अनि एकदम छिटो पाक्छ। अब कराई कति कालो भनेर कमेन्ट आउँछ मलाई थाहा छ, अब कालै रहेछ। मम्मीले गाली गर्नुभएको थियो किन यसमा बनाएको भनेर, पहिला हेरेन अनि भिडियो बनाउन लाइट बाल्दा बल्ल देखेको थिएँ, केही भएन।